हाई गाइस, आज हामी हाइकिङ आएको यो जङ्गलमा। चटपटे खाएकोले त पसिनै आयो हो यसरी। पुरा खोकी पनि लाग्यो। यति बजेसम्म हिँडेर यति आइसक्यो। अब अझै जाँदैछु नि, यात्रा जारी छ। गर्मीले लामो भेष लाएर आएको, गर्मीले पुरा साह्रो परिसक्यो। छोरीले भाटा उसलाई सजिलो हुन्छ भनेर नि लिएर जाँदैछु। राम्रो छ हाइकिङ गर्ने ठाउँ, जङ्गलै जङ्गल छ। अब हामी जाँदैछौँ। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला, लाइक एन्ड सब्सक्राइब गरेर नोटिफिकेसन गरेर बेल। थ्याङ्क यू। मेरो पति अगाडि हुनुहुन्छ। अघि नै गलिसकेँ म चाहिँ उकालो चढेर होइन। मेरो छोरी डन्ठाले चप्पल लाएर आइसि होइन, जुत्ता लगा छोरी भनेको नटेर चटपटे खाएको अरे कस्तो पिरो भयो। ए दामी छ, घाम सट्ट यहाँबाट निस्कि देखिरहेछ। आज गुड वेदर भएर हिँडेको हाइकिङ। खतरा जुत्ता सबै दाउरै दाउरा भएको छ सुकेर। Look, actually. यहाँ मुनि चाहिँ पानी छ, यहाँ खोला हुन्छ। अहिले हामी त्यहाँ जान्छौँ। त्यहाँ चाहिँ पानी छ होइन, हाँसेर खेल्छ। हामी चाहिँ माथि छौँ अनि तल जानुपर्छ। कति कस्तो लाग्छ तपाईँलाई आइजको हाइकिङ? गुड छ, गुड। गुड अरे थम्स देखाउँदै हुनुहुन्छ। अब हामी यता अनि ऊ माथि जान्छ, यस्तो माथि जान्छौँ अनि मुनि फेरि झर्छौँ। यहाँदेखि यस्तो चढेर यता गएर अनि मुनि फेरि झर्छौँ। मेरो पति छोरी पर पुगिसक्यो, म कलेर कस्तो गाह्रो भयो, पसिनै आइसक्यो। मेरो छोरी अघि गरिसक्यो। मलाई भिजिसक्यो अरे पसिनाले। ड्याडीलाई सबै बोकाएर, खाली बट्टा पनि ड्याडीले, लुगा पनि ड्याडीले। ओ माइ गॉड, ड्याडी सबै बोकाउँछ नि। माया लाग्छ ड्याडीको बिचरा। गुड ड्याडी भनेको यस्तो हुनुपर्छ। ऊ जे पनि बोक्नुहुन्छ, ऊ माया गर्ने ड्याडी यस्तो हुन्छ। अब ओह्रालो जाँदैछु नि। अब ओह्रालो अघि उकालो थियो, ओह्रालो झरेको। ओह्रालो अघि हामी यस्तो माथि थियौँ होइन, यस्तो माथिबाट अब तलाई। उहाँ गएर उहाँबाट लडेर उहाँबाट अड्केछ। यी सबै भुइँमा लडेछ। कस्तो मिठो, कस्तो मजा। उयो देख्नु कस्तो क्युट। अब तल 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 गइन्छ। हाइकिङ भनेको यस्तो छ।
प्रोटिन खाने अनि एक्सर्साइज गर्ने हामी यसरी अब चाहिँ झर्नुपर्छ एकछिन पानी यहाँ रुख काटे यहाँदेखि लडेर यतातिर चाहिँ होइन बाटोमा यहाँ काटेछ यता नि काटेछ पानी आइरहेको छ अलिअलि पानी झरिरहेको छ झर्ना सानो झर्ना अब चाहिँ हामी खोलामा कहिले माथि डाँडामा थियौँ अब झरेर श्रीमान र छोरी अनि अब चाहिँ हामी यता खोला छ यता अब चाहिँ हामी ओह्रालो आयौँ अघि माथि डाँडामा थियौँ होइन अब चाहिँ ओह्रालो आयौँ अनि यहाँ चाहिँ खोला सानो छ माछाहरू पाउँछ होइन हाँसेर खेल्छ तर अहिले त हाँस्दैन कहाँ जानु खोला खोला छ यहाँदेखि पहिलो मुनिदेखि हिँड्थ्यौँ त्यो बाटो बन्द गरेर अझै यहाँ बाटो बनाइदिएको छ रुख त लडेर यस्तो भयो भाँचेर बिजोग भयो स्नेक होला है ड्याडी Go up. We're over there earlier. अब हामी उकालो चढ्छौँ यहाँदेखि मेरो छोरी चढ्दैछ हामी चाहिँ उहाँ मुनिबाट अब माथि आयौँ हाम्रो घर गएको भाइ भाइ मेरो युट्युब फ्रेन्डहरू चरा उडिरह्यो इगल